हेलो साथीहरू, गुड मर्निङ। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि यता एकदम सन्चै छु। आज चाहिँ भित्रको त बढालिसकेँ, अब बाहिर बाँकी छ बढाउनको लागि। म चाहिँ बढाउन लाग्छु है त। अब हेर्दै गर्नु होला सबैजनाले। राम्रो त छैन होला, त्यही पनि माया गरिदिनु होला। बिस्तारै बिस्तारै योभन्दा राम्रो बनाउँदै जान सकौँला हजुरहरूको मायाले भन्दै म चाहिँ बढाउनतर्फ लाग्छु। हेर्दै गर्नु होला है। यहाँ चाहिँ बढालेर सकिसकेको छ। अब म फेरि बाहिरतर्फ लाग्छु बढाउनको लागि। फेरि म आएँ, अलिअलि झार लागेको रहेछ बाहिर, त्यसलाई नै उखाल्दै बढालौँ भनेर सोचेँ। अनि त्यसलाई उखाल्न लागेँ अनि उखाल्दै बढाल्दै गर्छु। म चाहिँ आँगन बढाल्दैछु। म चाहिँ कस्तो फोहोर भएको रहेछ, बढाल्नु पर्यो भनेर। कस्तो फोहोर रहेछ नभनिदिनु होला है। यस्तै हो, कहिलेकाहीँ फोहोर हुन्छ, बढालेपछि राम्रो हुन्छ। म चाहिँ बढाल्दा फेरि बाटो बढाल्न लागेँ। कस्तो अलिअलि फुल भएको रहेछ कि यहाँनिर बाटोमा धुलोहरू, अनि हावाले उडाएर ल्याएको धुलोहरू रहेछ। अनि यो चाहिँ बढाउन लागेँ म। हेर्दै गर्नु होला है। मेरो घरको मान्छे चाहिँ आज छक्क पर्नुहुन्छ होला कि आमा मैले कति धेरै काम गरेको आज भनेर के। यो भ्लग हेर्नुभयो भने त एकछिन त सक हुन्छ होला मैले काम गरेको देखेर। यस्तो काम नगर्ने चाहिँ होइन, तर काम चाहिँ गर्छु। कोही नभएको बेला मात्रै गर्छु कि, मान्छे भएको बेला चाहिँ गर्दिनँ कि म काम। त्यही भएर छक्क पर्नुहुन्छ। फाइनली आँगन बढालिसकेँ। मेरो हालत चाहिँ यस्तो भएको छ गर्मीले, पसिना कति धेरै। म चाहिँ अब मुख धुन जान्छु। म चाहिँ धारामा आइसकेँ मुख धुनलाई। कति धेरै गर्मी भएको थियो अनि हात मुख धुनु पर्यो भनेर हात मुख धुन लागेँ म चाहिँ। सकेर म चाहिँ भित्रतर्फ लागेँ। कति धेरै गर्मी छ यता, त्यता कतिको गर्मी छ हजुरहरूकोतिर, हाम्रोतिर त धेरै छ। म चाहिँ भित्र आइसकेँ। आएर अब मोबाइल तल राखेर मुख पुस्नु पर्यो भनेर मुख पुस्न लागेँ। म फेरि बाहिर गएँ अब काम गर्नको लागि। अझै छ मेरो काम। बाहिर आएको अनि अलिअलि भाँडा बचेको रहेछ। अब भाँडा मस्काइदिउँ भनेर म चाहिँ भाँडा मस्काउन लागेँ। मैले भाँडा कस्तो मस्काउँछु हेरिदिनु होला, राम्रो लागेन भने भनिदिनु होला। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु, भेटिरहनु नपर्खेर, रुझाइरहनु नबर्सेर। भाँडा मस्काइ भ्याएपछि फेरि अलिअलि जुठो बढाएर रहेछ। अनि त्यसलाई फेरि पखाल्न लागेँ म चाहिँ। त्यहाँ भ्याइयो अनि फेरि यतापट्टि आएँ, फुलमा पानी हालिदिएँ। फेरि अर्कोपट्टि गएर पनि फेरि पानी हालिदिएँ। कस्तो राम्रो भएको रहेछ फुल। अनि यसो हालिदिउँ न पानी भनेर यसलाई पनि हालिदिएँ कि राम्रो भएको रहेछ। पानी पनि सक्यो। आजको मेरो काम सबै सक्यो। आजको लागि यति नै, बाइ बाइ। हजुरहरूलाई कस्तो लाग्छ मेरो मिनी ब्लग हेरेर कमेन्ट गरिदिनु होला है। राम्रोसँग बस्नु होला।